नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना राम्रो हुनुहुन्छ। आज चाहिँ विकेन्ड छ र विकेन्डमा चाहिँ हाम्रो घरमा अलिक स्पेसल खाना पाकिन्छ, त्यो हो मटन। खाना बनाउनु चाहिँ मलाई एकदम मनपर्छ। आज मैले बनाएको छु नेपाली स्टाइल मटन करी र दाल। मेरो चाहिँ 3 इयर्सको बेबी छ अनि बेबी चाहिँ किचनमा आएर के गर्छौ भनेर हेर्न आउँछ होइन। कहिलेकाहीँ चाहिँ हेल्प गर्छु भनेर झन् काम बढाइदिन्छ। अहिले चाहिँ म दाल बनाउँदैछु होइन। दालमा चाहिँ पहिला सुरु मैले प्याज र लसुनलाई मजाले फुराएँ। त्यसपछि मैले नुन, बेसार र धनियाँको पाउडर थोरै हालिदिएकी छु। अनि त्यसको बादमा म गोलभेडा हालिदिन्छु। अनि यसरी चाहिँ म पहिला सुरु दाल बनाउँछु। यो चाहिँ मैले प्राय यसरी नै बनाउँछु किनभने मेरो 3 वर्षको नानीले यसरी बनायो भने चाहिँ मजाले खाइदिन्छ। उसलाई चाहिँ मैले प्लेन दालहरू बनाएँ भने खानै खाँदैन। कुकिङ चाहिँ मेरो लागि खाना बनाउने मात्र होइन, फ्यामिलीलाई माया देखाउने तरिका पनि हो। हामी सबैजनाको खाना बनाउने स्टाइलहरू एकदम डिफरेन्ट हुन्छ होइन। जस्तै मेरै घरमा पनि मम्मीले बनाउने रेसिपी छुट्टै हुन्छ र मैले बनाउने रेसिपी छुट्टै हुन्छ। र आज मैले चाहिँ यसरी मसलाहरू रेडी गरेकी छु। यो चाहिँ मेरो मम्मीको रेसिपी हो। यसमा चाहिँ मैले पहिला सुरु लिएकी छु जिराको धुलो, त्यसपछि धनियाँको धुलो, मिट मसला, अनि त्यसपछि गरम मसला, अनि कश्मिरी मिर्च, अनि ब्ल्याक पेपर सबै मिक्स गरेर यसलाई चाहिँ हामीले एकछिन पानीमा अलिकति पानी थपेर यसलाई चाहिँ हामीले 10 मिनटको लागि छोडिदिनुपर्छ। यो मसला चाहिँ भिजाएर बनायो भने चाहिँ डढिँदैन भन्नुहुन्छ मम्मीले, त्यसरी मैले पनि त्यही गर्दैछु। अनि तेलमा फुलाउनलाई चाहिँ तेजपत्ता, ल्वाङ, सुकमेल अनि मैले चाहिँ यहाँ सबै सामानहरू रेडी गरेको छु मटन करी बनाउनुभन्दा अगाडि। यतापट्टि चाहिँ तेल गरम भइसकेको थियो अनि त्यसमा चाहिँ मैले अघिको तेजपत्ता, ल्वाङ, सुकमेल एकै साथमा पड्काएँ। अब चाहिँ म प्याज हाल्दैछु। यो प्याज चाहिँ गोल्डन ब्राउन नभएसम्म चाहिँ म यसलाई फ्राई गरेर राखिदिन्छु। हाम्रो प्याज चाहिँ पाक्दैछ र साइडमा चाहिँ मैले मटनलाई नि वास गरेर राखिदिइसकेँ। अब यसमा मैले बेसार हाल्छु र अघि मिक्स गरेको जुन मसला थियो त्यो मसलालाई पनि म यहीसँग भुट्छु बेसारसँग। अब यसलाई मजाले एकछिन भुट्छु। अनि जहिले पनि म युट्युबमा भिडियो बनाउने भनेर सोच्छु, त्यो दिन चाहिँ मैले लसुन र अदुवा प्याजसँग फ्राई गर्नै बिर्सिन्छु। अहिले पनि बिर्सेछु र मैले मसलासँगै पकाइदिएँ र एकछिन त्यो पाकेपछि मैले टमाटर पनि सबै प्युरी गरेर राखेको थियो र त्यसलाई पनि मिक्स गरेर मजाले पकाएँ। अब चाहिँ हामीले मसलालाई चाहिँ मजाले पकाउनुपर्छ। त्यो मसलाबाट चाहिँ तेल छुटिनुपर्छ है, त्यतिखेरसम्म हामीले पकाउनुपर्छ। देख्नु भइहाल्यो हाम्रो मसलाबाट चाहिँ मजाले तेल छुटेको थियो र अब म यो मटन खनाउँछु। अब मटनलाई पनि मजाले यसमा किनभने मटनबाट चाहिँ अलिक पानी निस्किन्छ र त्यो पानी नसुकिन्जेलसम्म चाहिँ मसलासँगै पकाऊँ मटनलाई चाहिँ। सिम्पल होममेड मिल्सहरू चाहिँ मलाई एकदम मनपर्छ। अब बाहिरको खाना मन नपर्ने भन्नेको त होइन, बाहिरको पनि राम्रै हुन्छ। तर मलाई चाहिँ घरमै बनाएको यसरी खानाहरू चाहिँ म प्रिफर गर्छु के। आजको मेन्यु चाहिँ धेरै सिम्पल छ, तर एकदम स्याटिस्फाइङ छ के। हेर्नुहोस् त मटन पनि अब मसलासँग पाकिसकेको थिएँ, त्यही भएर मैले यसमा थोरै ग्रेभी हालेँ र अलिकति स्पाइसी खानेलाई चिल्ली फ्लेक्स सिड हालिदिएँ। अब यसलाई चाहिँ म सिटी लाउन छोडिदिन्छु। यो चाहिँ 5 सिटीमा चाहिँ पाक्छ, किनभने आज चाहिँ यहाँ बोनहरू पनि छ त्यसैले। Oh my God. ल हेर्नुहोस् त हाम्रो मटन पनि पाकेर रेडी भइसकेको छ। खाना बनाउँदा बनाउँदा समय गएको थाहा नै हुँदैन। अनि झन् सबैजना सँगै बसेर खाँदा चाहिँ झन् मिठो लाग्छ। आजको यो मटन करी र दाल हाम्रो घरको चाहिँ फेभरेट मिल हो है। फाइनल्ली सबै रेडी भइसकेको छ। अब चाहिँ फ्यामिलीसँग बसेर खाने बेला नि भयो। तपाईँको घरमा चाहिँ विकेन्डमा के पाक्ने गर्छ मोस्टली? हाम्रो चाहिँ यस्तै हुन्छ मोस्टली।
यस्तै सिम्पल कुकिङ र फ्यामिली मोमेन्ट्स सेयर्स गर्न चाहिँ मलाई एकदम मनपर्छ। लाइफमा चाहिँ सबैभन्दा सानो-सानो मोमेन्ट्सहरू चाहिँ सबैभन्दा भ्यालुएबल हुने रहेछ। तपाईँलाई चाहिँ भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट्स गर्नुहोला मन पर्यो भने। अब हामी भेट्नेछौँ अर्को हप्ता नयाँ-नयाँ भिडियो लिएर म आउँछु। थ्याङ्क यू फर वाचिङ गाइज।